ल है साथीहरू, मेरो छोराले यस्तो मम्मी ड्याडीलाई भनेर यस्तो स्कुटी किनिदिएछ अमेरिकामा होइन। अब यताउता पार्कतिर यताउता घुम्नलाई सजिलो होस् भनेर यसरी किनिदिएको। अब ट्रायल दिँदैछु म, कतिको चलाउन सकिन्छ। अब किनिदिएपछि त चलाएर हेर्नै पर्यो होइन। मायाले किनिदिएको, जिन्दगीमा साइकलै नचलाउनेमा पर्यो म। अब यहाँ आएर यस्तो स्कुटी चलाउन खोजिरहेछु। सजिलो त सजिलै रहेछ, धेरै सजिलो। अब नजानेकोले मात्रै अलिक गाह्रो भइरहेछ। अब बिस्तारै बिस्तारै अब चलाएर हेर्छु कतिको चलाउन सकिन्छ। अनि यसो बाहिर निस्किनलाई सजिलै जान सकिन्छ। बुढो भइयो, हात खुट्टा दुख्ने, हिँड्न पनि धेरै हिँड्न पर्यो भने गाह्रो हुने। अब नि सर्जरी गरेको मान्छे पर्यो म, त्यही भएर अनि अलिअलि हिँड्नलाई यताउता जानलाई सजिलो होस् भनेर त्यसरी किनिदिएको। चलाउने ठाउँ पनि यहाँ मजाको रहेछ, जता चलाएर हेरे पनि हुने। त्यस्तो मान्छे भिडसिड छैन, भिडभाड नभएकोले धेरै यसो चलाएर हेर्नलाई सजिलोसित चलाउन पाइन्छ। प्र्याक्टिस गर्दै गर्दै जाने, कतिको अब एक दिन न एक दिन त आइहाल्छ नि होइन। ल हेर्नुहोस् है साथीहरू, यस्तो छ।